बिस्तारै लौ बाबु ल बिस्तारै ओ मामा प्रभु काठमाडौँसम्म यतिकै जान लागि ल बस हामी पुजर होला कि प्रभु नाथ पुजर होला कि ओर्नु पाएँ भने यस्तो दुर्दशा गरेर लायो नि कोही समाते त भयो ल ल समात यो समातिनु त भाइ ओइ ल आमै नि त ल यहाँ पिसा फेर्न नपाएको बिचराले बल्ल पिसा फेर्यो ल अझै आउँदैछ बिस्तारै आमै नि हेर आमै दुइटैले पिसा फेर्दैछन् ल हेर्नु त कति गाह्रो होला कति गाह्रो भयो होला कामेको थरथरी कामेको हेर लास्ट है यो चाहिँ 4वटा रहेछ यी 4वटालाई कहाँबाट लिएर आयो भाइ गोर्खाबाट ए ल बिस्तार समात्यो भाइ ल अबि ल आमा लड्यो नि बिचरा ल त्यो 4वटा बाख्रा चाहिँ हामीले अब यहाँ उद्धार गरेर अर्को गाडीमा अलि सहिलो गाडीमा हालेर लैजानु के बिचरालाई मार्दा त जसरी नै मार्छन् होइन मर्ने पनि तरिका हुन्छ क्या भाइ यो चिसोमा भन न पठाङ्ग्रेर बिचरा हेर हेर्न ओभरटेक गरेर आएको नि ओए भाइ कहाँ ओभरटेक गरेर आएको कहाँबाट जाने म उडेर जाने पखेटा छ मेरो ओभरटेक ल्याएर स्वाट हाल्छ त यार अर्को त्यो ट्रक होइन ट्रक बाटो त राम्रै छ त ओभरटेक गरेर हाले होइन यहाँ कहाँबाट जाने म ओभरटेक गरेर लिएर आएन ल यति राम्रो 2टा लाइनको बाटोमा नमस्ते ठिक छ भाइ यिनीहरूलाई अब के गर ओ कता यस्तो बुढो मान्छे भएर खोइ बुद्धि खोइ बुढो भएर खोइ बुद्धि हानेक निजी बुद्धि बिहा गर्नु छ भने त आउनु पर्यो त त्यसरी बस्न पाइँदैन नि बिहा गर्नुहोस् कि त ऊ तिर्सुलीतिर फालिदिनुहोस् गाडी होइन भने हो फालिदिनुहोस् बरु मान्छेलाई यसो गर्ने हो बुढो भएर के भएको यस्तो राम्रो मजाको 2 लेनको बाटो छ त यहाँ ओभरटेक गरेर बिचबाट ख्वास ल्याएर हाल्छन् यिनीहरूलाई म त हतार पुगेको छु अमेरिका कहाँ पुग्नु परेको छ तिमीहरूलाई जापान अमेरिका केही नभएको बाटो हेर्दै यतिकै जाम गर्दै